घिसिङज्यू, यहाँलाई इमेज समाचारमा हार्दिक स्वागत छ। धन्यवाद। 15 वर्षपछि लोड सेडिङ मुक्त देश घोषणा भयो नेपाल। नेपालीहरूको लागि विशेष खास र खुसीको समाचार भनौँ यो माग आपूर्ति त धेरै होला, माग आपूर्ति समन्वय चाहिँ यहाँहरूले कसरी मिलाउनु भयो? यो लामो समयपछि हामीले क्रमिक रूपमा यो माग र आपूर्तिको जुन बीचको जुन अन्तर थियो त्यसलाई समाधान गर्दै यो क्रमिक रूपमा विगत लामो समयदेखि हामीले हाम्रो प्रयासबाट यो माग र आपूर्ति बीचको सन्तुलन कायम गरेको छ। यो वास्तवमा भन्ने हो भने यो सप्लाई जुन हाम्रो विद्युत आपूर्ति गरेर मात्रै लोडसेडिङ हुने अवस्था, लोडसेडिङ अन्त्य हुने अवस्था थिएन। यो संरचनागत सुधार, यो चाहिँ